भने हाम्रो दिदीबहिनीलाई घरविहीन गराउनु गर्यो, हाम्रो दिदीबहिनीलाई मर्न बाध्य बनायो, गाउँ छोड्न बाध्य बनायो, सहर छोड्न बाध्य बनायो। आज हाम्रो दिदीबहिनीले लुक्नु पर्ने थियो, मर्नु पर्ने थियो। त्यो दिदीबहिनीहरूले आज हामी 3 वर्षदेखि सङ्घर्ष गरेर बचाउन सफल भएको छु र अझ पनि आफ्नो हक अधिकारको लागि लड्छु र लडिरहन्छु। जबसम्म यी विद्या दलालहरूलाई अन्त गर्दैन तबसम्म हामी पछि हट्नेवाला छैनौँ। र यो दिदीबहिनीहरूलाई कति भन्छु कि तपाईँहरू नडराउनु, यो मुद्दाहरू जति आउँछ त्यो केही फरक पार्दैन कि हाम्रो दिदीबहिनीहरूलाई। यो त जुन हामी 11 गते भदौको जुन गऱ्यो नि त्यसको त टेलर मात्रै थियो। अब त्यसै पऱ्यो भने हामी सस्तामा गएर आगो लाउने र छोड्नेवाला छैन, कुनै संस्थालाई छोड्ने छैन। यदि चाहियो भने एउटा संस्थामा कतिवटा कर्मचारी बस्छ, कतिवटा बस्छ, धेरै बस्छ भने 2 वटा 4 वटा 10 वटा, त्योभन्दा बढी बस्दैन। चाहियो भने एकै दिनमा हामी सबैलाई अन्त गर्न सक्छौँ। तर हामी पनि किन अड्डा गर्ने? यही संविधान, यही गणतन्त्र टेकेर हामी आफ्नो हक अधिकार मागिरहेछौँ र माग्छौँ र लिएर छोड्छौँ। त्यति भन्दै म आफ्नो 2 शब्द यहीँ राख्छु। धन्यवाद।